गाइज वेलकम अहिले हाम्रो नयाँ भिडियोमा दाइलाई हेर्नु कटिङ गर्न सिकाउनुहुन्छ आज हेर्नुहोस् हाम्रो दाइ भर्खरै हामी आएको अहिले यहाँ हुन्छ नि कस्तो छ हेर्नुहोस् यतातिर सिन हाम्रो दाइ हेर्नुहोस् यता यस्तो मसिनो काट्दै हुनुहुन्छ दाइले दाइ यो के को लागि काट्दै हुनुहुन्छ भन्नु त चाउमिनको लागि हेर्नुहोस् त चाउमिनमा यस्तो पातलो पातलो रेसा भएको हाल्नुहुन्छ दाइले पातलो ए हेर्नुहोस् है खतरा क्या दाइ यस्तै अरू के काट्नुहुन्छ दाइ चाउमिनमा हाल्नलाई धेरै चीज काटिन्छ ए यो चाहिँ के हो दाइ ए यो सिमला मिर्च हेर्नुहोस् गाइस सिमला मिर्च चाहिँ यो हुन्छ नि कोलाई थाहा छ यो सिमला मिर्च भन्ने यसो कमेन्ट हाल्नु होला अनि तपाईँको घरतिर के भन्छन् यसलाई यति पातलो कसैले काट्न सक्छ हेर अब दाइले अर्को चिज हाल्नुहुन्छ दाइ यो के हो यो प्याज हो दाइ ए माई गड प्याज हेर्नुहोस् दाइ ल दाइले प्याज नि काट्दिनुहुन्छ यति मसिनो ल हजुर यता हाम्रो दाइ हुन्छ नि यता हाम्रो दाइ हुन्छ नि भाउजूको पिँडामा चटनी प्याक गर्दै दाइ चटनी प्याक गर्दै हो दाइ जहिले सेन्टी बसिदिनुहुन्छ भन्छ नि हेर्नुहोस् अझै त्योभन्दा नि पातलो काट्दै हुनुहुन्छ हाम्रो दाइले कसैले सक्छ यस्तो काट्न हुन्छ नि कम्पिटिसनमा कोही छ 50-50 हेर्नुहोस् यहाँ प्याज काटेको छ यति धेरै यो गोपी काटेको छ हेर्नुहोस् माथि छोडिदियो हो दामी दाइ यो मोमोज अनि यो चाउमिन खान कहाँ आउनुपर्छ भन्नुहोस् त यो इन्डियाको हरियाणा भन्ने ठाउँमा हो ए ठ्याक्कै लोकेसन भन्नु क्या ठ्याक्कै ल इन्डियाको हरियाणा रोहतक भन्ने ठाउँमा रोहतक सेक्टर 1 मा आउनुहोस् होला यहाँ अनि उ त्यो भाइले तन्दुरी बनाउँछ त्यहाँ तन्दुरी त्यसको अनुहार त गतिलो छैन है फेरि पनि अब तन्दुरी खतरा रोटी हाल्छ भाइले हैन भाइ अनि अब दाइ अब हेर्नुहोस् यहाँ अझै काटेर अब दाइ यो बर्गरहरू छ यो सबै भ्याउँछ साँझसम्म दाइको यहाँ फेमस छ बर्गर यहाँ वरिपरि कतै छैन दाइले खतरा बर्गर बनाउनुहुन्छ हो कि न दाइ कोही छ त कम्पिटिसनमा छैन नि यस्तो हुनुपर्छ र बर्गर खाना चाहिँ आउनु है ल।